अब त्यो माथिको सक्यो हाम्रो। अब問題 119番ね。C さんと娘は介護福祉士と相談して、希望に沿った施設を見つけることができた。次のうち C さんが入所する施設として最も適切なものを一つ選んでください。यसको答えचाहिँ 5番です。तपाईँहरूको किताबमा नि होला होइन 5番भनेर। 5番लेखा हो, 5番हो नि। हेर्नु त बुक हेरेको कि छैन उसमा। हजुर 5番हो एन्सर हो। हो नि। अब हामीले यहाँ बुझ्न पर्यो अहिले रियोसिया बसिरहेको सिसेचु जुन केन्कोगाता के थियो अरे केन्कोगाता के रोजिनोम होइन रोजिनोम के थियो अरे यो सिसेचु कस्तो हो हाम्रो अब हामीलाई थाहा भएको भनेको सोकिबो गुरु भोम बाहेक हामीलाई थाहा छैन। यिनी बसेको सिसेचु चाहिँ अहिले बसिरहेको सिसेचु कस्तो र त्यहाँ चाहिँ अब किन बस्न मिलेन र नयाँ ठाउँमा किन सर्न पर्ने भयो भन्ने कुरा पनि हामीले चाहिँ थाहा पाउन जरुरी छ। अहिले बसेको रियोसा चाहिँ केङ्को गाता युर्यो रोजिन होम भनेर लेखाएको थियो है। त्यो भनेको चाहिँ केङ्को गाता भन्ने बित्तिकै गेङ्किना रियोसा के गेङ्किना हितो दाके न्युसो देकिरु सिसेछु के खाइगोवाला रियोसा होइन कि मादा खाइगो नभएको रियोसा के खाइगो भइसकेपछि चाहिँ त्यहाँ बस्न मिल्दैन। केङ्को गाता युर्यो रोजिन होम भन्ने बित्तिकै अर्थ चाहिँ के हो भने गेङ्की नै त एकदम गेङ्की आफ्नो काम सबै आफै गर्न सक्ने अनि अब घरमा एक्लै बस्न फुवान भएर अरू अरूसँग सँगै बस्ने यताउता गफसफ गर्ने रमाइलो गर्ने आफ्नो काम आफै गर्ने सबै त्यस्तो मान्छेहरू बस्ने सिसेचु हो केङ्को गाता युरो रोजिन हो। अनि त्यहाँ चाहिँ खाइगो चाहिँ हिच्योनी नारु हुने बित्तिकै बस्न मिल्दैन कि किनभने खाइगो सिसेचु चाहिँ होइन। त्यही भएर रियोसाको के भयो निन्चिसो हुने बित्तिकै मिमामोरीगा इच्युयो भयो सिक्किन्छ ओमुचु चाहिन सक्छ। अब अनि खाइजोगा हिच्चुनी नारी मास्ता भयो नि त निन्चिसो भइसक्यो त्यही भएर खाइजो चाहिने बित्तिकै त्यो सिसेचुमा चाहिँ खाइगो चाहिँ हुँदैन। नर्मल्ली गेङ्की नाइतो चाहिँ सँगै बस्ने कुरा गर्ने गफ गर्ने रमाइलो गर्ने ठाउँ हो त्यही भएर त्यहाँ बस्न नमिलेको। अब कस्तो ठाउँमा सर्यो होला त भन्ने कुरा हो। भेट्यो नि होइन यहाँ भेट्यो। 相談して希望に沿った施設を見つけることができましたभने मिचकात्ता सिसेचु चाहिँ मिचुकारिमास्ता। अब हाम्रो यहाँ हामीले काम गरिरहेको कुनै पनि छैन छन त अप्सनमा है। अब म एउटा एउटा गर्दै बुझाउँछु तपाईँहरूलाई है। यो पनि सम्झिने हो तपाईँहरूले सम्झिने बाहेक उपाय छैन। सम्झिनु है यो छ केकातेकी केही रोजिन होम भने केकातेकी केही रोजिन होम अनि बिगाता भने यो चाहिँ एगाता र बिगाता भन्ने हुन्छ। केकातेकी भन्नु चाहिँ केही नसम्झिनु केही भने खारुई र हियो भनेको यासुई पैसा भन्नु खोजेको क्या एकदम थोरै पैसामा बस्न मिल्ने सिसेचु हो यो। सायद मैले तल पनि यहाँ लेखेको छु कि जस्तो लाग्छ सायद है जस्ट मिनट यहाँ रहेछ भनेको चाहिँ केकातेकी केही रोजिन होम भनेको चाहिँ तेई सोतोकु दे जिरिचुस्या मुके खाइगो थाई सेवा योबाई जिसुई भनेर लेखा छ हेर्नु है। यो केकातेकी केही रोजिन होम भनेको चाहिँ कस्तो रहेछ त भने एकदमै इन्कम कम भएको पैसै नभएकाहरू गरिबहरू चाहिँ जिरिचुस्या मुके भनेको गेङ्किना हितो खाइगोवाला होइन है फेरि पुरै गेङ्किना हितो तर इन्कम चाहिँ एकदमै कम भएको रियोस्या नि नभनौँ कोरेस्याहरू चाहिँ बस्ने ठाउँ हो। अनि खाइगो ताइसेगा यो भाइ भनेपछि त्यहाँ खाइगो गर्ने खाइगो सोकुनहरू होतोन्दो इनाइ यो सिसेजुमा। अनि जिसुई भने हेर्नु है जिसुई भनेको चाहिँ जिबुन्डे गोहानो चुकुरुलाई चाहिँ जिसुई भन्छ। भनेपछि यहाँ आफै पकाउनु पर्ने भयो भनेपछि हाम्रो सिसानले त आफै पकाउनु त सक्नुहुन्न। अनि खाइगोको पनि यो भाइ छ यहाँ खाइगोमा हेरिदिने खाइजो गर्ने मान्छे छैन। अनि सोतोकु चाहिँ इन्कम सोर्स चाहिँ या धन सम्पत्ति चाहिँ एकदम कम भएको लागि हो तर रियोसाको के छ
छोरी छ कमाइरहेको, त्यही माथि बुढाले चाहिँ जम्मा गरेको पैसा नि छ भने नि होइन, चोकिङ्गा आरिमास भनेको थियो मुसुमे खानले। भनेपछि ऊ अलिक पैसा भएकै मान्छेमा पर्यो। यहाँ चाहिँ गरिबहरू बस्ने ठाउँ हो, त्यही माथि आफै पकाउनु पर्छ यहाँ। त्यही माथि खाइगो पनि नाइ यहाँ, खाइगोको साबिसुगा नाइ। त्यही भएर यो सिसेजु चाहिँ दामे, यो रोजिन होम पनि दामे देश। त्यही भएर यो तपाईँले सम्झिने हो, यो भने के भनेर। अनि अर्को ए गाता भन्ने हुन्छ। ए गातामा चाहिँ योभन्दा फरक के हुन्छ नि, गोहान चाहिँ डेरू, गोहान चाहिँ त्यहीँ बन्छ। बी गातामा चाहिँ गोहान चाहिँ आफै पकाउनु पर्छ। हरेकको आफ्नो रुम हुन्छ, त्यहीँ केही ग्यास हुन्छ, सबै त्यहीँ हुन्छ, सबै आफ्नो काम आफै गर्ने। बी गातामा चाहिँ आफै पकाउनु पर्यो। ए गातामा चाहिँ गोहान दाके देमास, अरू चाहिँ सबै ओन्ना जिरेस। अब नेक्स्ट खाइगो इरियोइन भने है। खाइगो इरियोइन भनेपछि इरियो भन्ने बित्तिकै मेडिकल ट्रिटमेन्ट हो क्या, मेडिकल ट्रिटमेन्ट। त्यही माथि इन भने ब्योइन, ब्योइन जस्तो कुरा छ। सिसानलाई रोग त छैन नि त है, पुरै मेडिकल ट्रिटमेन्ट चाहिने एकदमै ठुलो रोग त केही पनि लागेको छैन। उनलाई त जस्ट निन्चिसो भएको हो, अल्जाइमर भएको हो, अरू त केही पनि छैन। त्यही भएर खाइगो इरियो इन भनेको चाहिँ इरियो इजोन्दोगा थाकाइस्तो मुके भनेको एकदमै मेडिकल ट्रिटमेन्टहरू चाहिँ एकदमै चाहिने मान्छेहरू मात्र बस्न मिल्ने सिसेचु हो। यस्तोमा चाहिँ जस्तै क्याथेटर, आफै पिसाब फेर्न नसक्नेलाई बारुन लगाउँछ नि, पाइपबाट पिसाब निकाल्ने, या मुखबाट खान नसकेर घाँटीमा पाल पारेर खुवाएको हुनसक्छ, या पेटबाट खुवाएको हुनसक्छ, त्यस्तो रियोस्या। अनि स्टोमा भन्छ होइन, ठुलो आन्द्रा, आन्द्राको अपरेसन गरेर दिसा पिसाब चाहिँ पेटबाट निकाल्न पर्ने, त्यस्तो त्यस्तो एकदम हरेक कुरामा चाहिँ एकदम खाङ्गोसी या डक्टर नै चाहिने अवस्थाको रियोस्याहरू बस्ने ठाउँ हो यो। त्यही भने इर्यो इजोङ, इर्यो इजोन्दोगा ताकाइस्तो मुके भनेको एकदम बेउकिना हितो मुकेको सिसेचो हो। त्यही भएर सिसान चाहिँ कुनै पनि रोगको जिकर भएको छैन नि त, निन्चिसोला रोग भनिँदैन, अरू कुनै रोग चाल छैन उसलाई। एकदम यस्तो इरियोइन भनेको लगभग ब्योइन नै हो। ब्योइनमै खाइगो त छ, तर ब्योइन नै हो, ब्योइन हो तर खाइगो आरिमा। तर यहाँ चाहिँ एकदमै उपचार मेडिकेसन चाहिँ एकदमै चाहिने मान्छेहरू मात्र बस्ने ठाउँ हो। हाम्रो सिसानलाई त्यस्तो केही रोग छैन। सानबान खाइगो रोजिन होकेन सिसेचु, यसलाई रोकेन पनि भन्छ। यो भनेको चाहिँ होकेन भनेर है, होकेन सिसेचु भन्ने बित्तिकै के भन्नु भने रिहाबिली गर्ने भनेर मैले भन्छु नि तपाईँहरूलाई। रिहाबिरी जिताकु फुकियो मेजासु रिहाबिरी सिसेचु चौकी सेकाचुनो बासो देवा नाइ भने चाहिँ खाइगो रोजिन होकेन सिसेचु भनेको चाहिँ रिहाबिलिटेसन गर्ने। कुनै रियोसिया चाहिँ तेन्तो भयो, लड्नु भयो, खुट्टा भाँच्यो, हस्पिटल गयो, अपरेसन भयो, ठिक त भयो, तर अब पहिलाकै अवस्थामा फर्काउनलाई फिजियोथेरापीहरू गर्ने, रिहेबिलिटेसनहरू गर्ने सिसेचु हो। यहाँ चाहिँ जुतो तोमारी मास हुने खालको ठाउँ होइन यो चाहिँ। त्यहाँ चाहिँ अलिअलि रिहेबिलिटेसन गरेर घर फर्किने जिताको फुक्की हो। त्यहाँको चाहिँ उद्देश्य नै अलिअलि गेङ्की बनाउने, घर फर्काउने, या अरू कुनै सिसेचुमा फर्काउने, जुत्तो त्यहाँ नराख्ने, त्यस्तो खालको सिसेचु हो। हाम्रो सिसानलाई रिहेबिलिटेसनको आवश्यकता छैन, र जुत्तो त्यहीँ बस्नुपर्ने अवस्था छ, किनभने घरमा एक्लै पनि हितोरी गुराँसी देखिनै भनेर लेखेको थियो। त्यही भएर रिहाबिली चाहिने अवस्था छैन हाम्रो सिसानको। त्यही भएर सामबान खाइगो रोजिन ओकेन सिसेचु पनि बाचुदेश। अब फेरि छ अर्को योगो रोजिन होम। योगो रोजिन होम भनेको चाहिँ फेरि आउँछ खेजाइ तेकी खाङ्क्यो तेकी रियुदे कुमातेरु मुके खाइगो सिसेचु देवा नाइ। योगो रोजिन होम भनेको चाहिँ इकोनोमिकल, इकोनोमिकल्ली या अब खान्क्योदेखि भने नि पर्यावरण भन्छ नि, आफ्नो त्यहाँ आफ्नो घरमा चाहिँ कुनै विशेष कारणवश बस्न नमिल्ने र पैसा एकदम कम भएको हितोहरूले चाहिँ बस्ने ठाउँ यो कोमातेरू हितोगा सुमुतो कोरोदेश। तर खाइगो सिसेचु देवा नाइ, यहाँ खाइगो हुँदैन। सबैजना मिलेर बस्ने, त्यहाँ गुहान सुहानदेहरू हुन्छ, सबैजना अरू बुढाबुढीहरूसँग मिलेर बस्ने, तर खाइगोको चाहिँ सर्भिस हुँदैन, खाइगो सिसेचु देवा नाइ। त्यही भएर योनमान पनि हाम्रो दामी भयो। हाम्रो कोताय के थियो, गोभान थियो। गोभान चाहिँ किन त भन्दाखेरि
सिसानलाई है आरुचु हाइमागाता निन्चिसो भनेर सिन्दान भयो है। त्यही माथि सिक्किनगा आरिमास मिमामोरिया खाइगोगा हिचियो देस सारानी पेत्तो तो इस्योनी कुरासिताई तो यो किभोगा आरिमास। अब यो पेत्तोको बारेमा चाहिँ याकुपा सेन्तो त होइन, खाइगो चुकी युजिन रोजिन होममा चाहिँ पेत्तोसँग बस्न मिल्ने सिसेचु पनि हुन्छ हुन चाहिँ है। सबै त नभनौँ तर आफ्नो पेटसँगै बस्छु भन्न पाउने सिसेचु पनि हुन्छ। अनि हाम्रो जुन कोताए गोबानको कोताए छ खाइगो चुकी छ नि त यहाँ। हाम्रो रियोसँग चाहिएकै खाइगो चुकी हो। अनि यसको चाहिँ सुरुकै अप्सनमै खाइगो चुकी छ कि खाइगो चुकी युरो रोजिन होम भनेको चाहिँ के हो भन्दाखेरि 24 आवर खाइगो सोकुइङ्गा इमास भनेको हाम्रो जस्तै भनौँ न, खाइगो सोकुइङ इरु। अनि निन्चिसो ताइयो खानो निन्चिसोको रियोसालाई पनि ताइयो चाहिँ ओके। अनि सिसेचु साबिसु तोस्ते खाइगो उकेराहरू भनेको खाइगोको साबिसु चाहिँ लिन मिल्छ यो सिसेचुमा, किनकि अब यहीँ क्वेसनमै खाइगो चुकी भनेको छ होइन, मिल्ने भइहाल्यो। अनि सिसेचु नि यो ते पेत्तो खा नो थोकोरोमो आरु भनेको सिसेचु अनुसार चाहिँ पेत्तो पनि ओके भन्ने ठाउँ पनि हुन्छ भनेर। त्यही भएर तपाईँहरूले यो सम्झिने बाहेक उपाय नै छैन। त्यही भएर यसमा के सम्झियो भने केही भने एकदम यासुई हो दे बस्ने। तर हाम्रो तर यसमा खाइगो छैन होइन। रियोसासँग पैसा पनि अलिअलि छ तर खाइगो चाहियो, त्यही भएर यहाँ बस्नै मिलेन। अनि आफै गोहान पकाउनु पर्ने भने यहाँ झन् मिलेन। इरियोइन खाइगो इरियोइनमा खाइगो त छ तर एकदमै गम्भीर रोग लागेकोहरूलाई एकदमै धेरै उपचार चाहिरहने व्यक्तिहरूको लागि भनेर चाहिँ हो यो ब्योइन। सिसानलाई कुनै रोग छैन त्यस्तो। सानबानमा चाहिँ रोजिन होकेन सिसेचु होकेन सिसेचु भन्ने बित्तिकै रिहेबिलिटेसन गर्ने घर फर्किने ठाउँ हो। त्यही भएर जुत्तो त्यहाँ तोमारेन सिसान। अनि योगो रोजिन होम भनेको खेजाइतेकी खाङ्क्योतेकी रियुदे कोमातेरिस तोमुके भनेको इकोनोमिकल कन्डिसन या आफू बसेको ठाउँमा चाहिँ केही त्यहाँ बस्न नमिल्ने अवस्थाको कारण चाहिँ के अरे त्यस्तो कारणले गर्दा चाहिँ कोमातिर हितोको लागि भनेर बनेको होमो हो यो, तर खाइगो सिसेचु चाहिँ होइन यो। त्यही भएर हाम्रो अप्सन एउटै बाँकी रहन्छ गोभान खाइगो छु कि युरो रोजिन। अब